हेलो एभ्रिवान, नमस्ते, वेलकम इन माई युट्युब च्यानल। आजको भिडियोमा चाहिँ हामी यता के गार्डन अफ के मर्निङ काम भन्दो रहेछ त्यो बत्ती बल्ने ठाउँ क्या, त्यहाँको चाहिँ हामी चाहिँ डुल्नको लागि नानीलाई ल्याएर फेरि यसो भिडियो क्लिप पनि हानिदिन पर्यो भनेर यसो भिडियो बनाउन थालेको। उता चाहिँ टिकट काट्नु जानुभएको छ, हामी चाहिँ अब भित्र छिर्न लाग्यो। यहाँ चाहिँ अहिले 5 बज्यो भने मात्रै बत्ती बल्छ, अहिले चाहिँ 2 बजेको छ क्या। हामी चाहिँ सबैले आएको। कति राम्रो है नानी, अहिले त केही देखेको छैन क्या, यति राम्रो देखिन्छ अहिले। यो रुखमा चाहिँ सबै यो बत्ती बेरिदिँदो रहेछन्, त्यो कति राम्रो देखिन्छ अहिले राति यो बत्ती बल्दाखेरि। यो सब रुखभरि यो बत्ती बेर्दाखेरि कि यसरी यति राम्रो देखिन्छ। कति राम्रो ठाउँ पर हेर्नु, यति खोलामा पनि पुल बनाइदिएको छ। नेपालमा एउटा वातावरण सहज पाउने हो र नेपाल सरकारले पनि त्यही अनुसारको सहज वातावरण दिने, साथ सपोर्ट दिने हो भने चाहिँ कुनै कतै गएर कहीँ गर्छु कि भनेर भतारिन नपर्दो रहेछ कि। कुनै एउटा ठाउँमा होइन आइडियालाई टक्क गएर भने हेर्नु त यस्तो यता हेर्दाखेरि एक किसिमले विकट ठाउँ जस्तो छ नि त। हेर्नु त वरपर पुरै डाँडा पाखा भिर पाखा होइन, ठाउँ पनि यस्तो। तर हेर्नु त यहाँ यस्तो ठाउँमा पैसा फलाएको छ। हेर्नु त टक्क यहाँ कुनै ठाउँ राम्रो सम्म केही छ त यहाँनिर? सबै हेर्नु त ओह्रालेन कस्तो ढुङ्गा होइन, वन जङ्गल। यस्तो ठाउँलाई बत्ती सत्ती लगाइदिएर होइन, अलिकति डेकोरेसन गरेर यस्तो मजाले हेर्नु त, यस्तो राम्रो छ के, कति राम्रो छ। राति बत्ती बल्यो भने पुरा देखिन्छ त अझै त। त्यहाँ माथि स्वर्ग जस्तो बनाइदिएको छ च्याउ। हेर त पात कति राम्रो गरेर फुल। चलो चलो चलो, रुखमा पुरै त्यो बत्तीहरू झुन्डाइदिएर कसरी गएको होला त्यो माथि? ला हेर्नु न, त्यो माथि त हाँगामा चाहिँ कसरी फालेको हो नि? हेर्नु त त्यो माथि यता कसरी गराएको नि? कसरी चढ्यो त? हेर त नानी, अहिले आकाशमा तारा देखे जस्तो देखिन्छ अहिले। त गुराँस जस्तै रहेछ भाइ। त्यो हिउँ परेको भएर जाडोले यस्तो भयो। हेर त्यो माथि टुप्पोमा खतरा हो खतरा। अहिले राति अहिले स्वर्ग जस्तै हुन्छ यहाँनिर चाहिँ, स्वर्ग जस्तै छ्याक्कै त्यो रुखको माथि टुप्पोमा छ नि त। हिउँ नपग्लेर अनि यो तारहरू चाहिँ यस्तो हिउँले केही नगर्दो रहेछ नि, पानीले हिउँले केही नबिगार्दो रहेछ त। हेर त यस्तो जङ्गल यस्तो खोला नालालाई सजाएर पैसा फलाएका यिनीहरूले कुनै ठाउँको कुना काप्चा छोडे छैन कि यिनीहरूले। पुरै पैसा त त्यही हो। त्यो फेरि यति सानो त्यो खोलामा नि पुल बनाइदिएको क्या चारैतिर नि, यसो बस्ने ठाउँहरू। त नानी रुखमा के फल्या हो त्यो? के रे? चिम्टा होइन नि, त्यो गोलो बनाएर बत्ती बल्ने जोड देखा त्यहाँ कति राम्रो देखिन्छ अहिले बत्ती बल्यो भने। हेर न यहाँ फेरि च्याउ फल्या गराइदिए, कस्तो सेम बनाएको त फेरि च्याउ फल्या पनि। कलर सलर लगाइदिएर कस्तो ठ्याक्कै छ क्या, सेम जस्तो। ला है त साथीहरू, फाइनल्ली 5 बज्यो र बत्ती चाहिँ अन भइसकेको छ यहाँनिर। अब बत्तीहरू चाहिँ बलेको छ। जब राति हुँदै जान्छ नि तब चाहिँ बल्ल राम्रो देखिन्छ क्या। यो चाहिँ समुद्र हो। वाउ, गेट है चाहिँ यो चाहिँ गेट। वाउ, घर कति राम्रो देखिया छ अहिले हो। यहाँनिर चाहिँ माथिसम्म राखेको छ नि त बत्तीहरू, अनि स्वर्ग गए जस्तै हुन्छ कि त्यहाँनिर जाँदाखेरि चाहिँ।
यो भिडियोमा चाहिँ खासै त्यस्तो अट्र्याक्टिभवाला चाहिँ नदेखे जस्तो लाग्छ होइन मैले यति भिडियो गर्दाखेरि जुन त्यो रियल आफ्नो आँखाले देख्दाखेरि चाहिँ यति राम्रो छ नि मान्छे कति छ नि हेर्नु त यहाँ Oh my God अब चाहिँ यस्तो भइसक्यो हामी चाहिँ छुट्टै स्वर्ग आएको जस्तो फिल भइरहेको छ मान्छेहरू धेरै आएका छन् कति राम्रो बनाएको क्या यसरी के पैसा फलाउने यसरी बुझी भयो गाइज पैसा फलाउने यसरी हो यसरी ओ माई गॉड चिसो फेरि यति छ नि कति राम्रो का यहाँ हेरिरहने जस्तो हाय हाय रे बाफ्रे ल फाइनल्ली गाइज अब चाहिँ यतिको देखिसकेको छ अब चाहिँ अनि हामी चाहिँ अघि नै आएको नि त दिउँसो आएको नि त अनि चारैतिर हेरियो घुमियो जस यति रमाइलो राम्रो भयो अब चाहिँ हामी चाहिँ घर फर्किने बेला भयो समुद्रहरू चाहिँ ओ माई गॉड यति राम्रो कसरी 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 ल गाइज अब चाहिँ म भिडियो इन गरिदिन्छु है त बाई बाई